कपिलवस्तु जिनेवाबाट हामीसँग एकजना म्याम आउनुभएको छ। उहाँ चाहिँ हाल यहाँ शिवनगर बस्नुहुन्छ र उहाँले हाम्रोबाट जबहरूको लागि एप्लाई गर्नुभएको छ। हामीसँगको अनुभव उहाँको कस्तो भयो भनेर बुझौँ है त। नमस्ते म्याम। नमस्ते। म्याम हजुरको छोटो परिचय दिनुहोस् न। मेरो नाम कृपा भुषाल। हजुरले चाहिँ हाम्रो यो जागिर खोजको बारेमा कहाँबाट थाहा पाएर आउनुभएको थियो? मैले चाहिँ आफ्नो दादाको थ्रु आएको। अनि हजुरले अहिले यहाँबाट कुन जबको लागि एप्लाई गर्नुभएको छ? सेल्सको लागि। ओके, हजुरले चाहिँ जस्तो हजुर आफूले पनि एप्लाई गरिसक्नुभयो, यस्तै हजुरहरूले अरूहरूलाई चाहिँ यहाँ आउन अनुरोध गर्नुहुन्छ कि नै? एकदम गर्छु। हजुरहरूसँग कुनै यस्तो सर्भिस चार्ज, फर्म चार्जहरू अथवा सिभी बनाएको, नागरिकताको फोटोकपी गरेको कसैको पनि चार्जहरू लाग्यो कि लागेन? नै लागेन। ओके, उहाँहरू जस्तै यदि हजुरहरू पनि जागिरहरूको खोजीमा हुनुहुन्छ भने चाहिँ एकचोटि हाम्रो अफिस भिजिट गर्नु होला। यहाँबाट चाहिँ हजुरहरूलाई कुनै पनि सर्भिस चार्ज, फर्म चार्जहरू चाहिँ केही पनि लाग्ने छैन। निःशुल्कमै जागिर एप्लाई हुन्छ। धन्यवाद।